when she see the motion. Yeah, yeah. No one does it better. Booty clubbing, how she swerving like a traveler. We can have a party. Hello guys, welcome back to my new video. So it's त्यो त म घरमै रोड्छु जान्छ अहिले काजामा छ मैले घरकै तिमीलाई प्याकिङ पुरा साइडमा आधा बाटो आधा पनि छैन पैसा थाक्छ यहाँबाट फेरि पहिलाको उसले खोला पनि यहाँ हाल्छ पवन क्या यार तर बड़ा यतिकै त ट्राफिक चल्का होइन हल्का ट्राफिकमा ट्राफिक छ मामा के गर्छ केही गर्दैन त के हो के गर्ने त नर्मल चेकै हुन्न ठुल्ठुलो गाडीलाई मान्छे चाहिँ घाटी खोला यो भनेको घाटी खोला गोठी खोला हो कि घाटी खोला गोठी खोला थाहा छ घाटी खोला मेरो त घाटी खोला यो गोठी खोला हो गोठी खोलामा हामी चाहिँ घाटमा जानुपर्छ यहाँ आएर सबै कता छन् अहिले सबै जान्छ यति यम किन जाने भनेपछि घाटीबाट अब नास्ता पानी लग्ने पनि कुरो आयो सबै जहाँ नास्ता गर्छ माथि कता बिहानै भयो मैले 10 बजे अनि 9 बजे यो वाला नै अर्को वाला यस्तो मात्र यो वाला त अलिक गर्दा हुन्छ यो पनि कति भन्यो जाउँदा भाडा चाहिन्छ चाहिन्छ प्राइम वाला होइन तर सबै प्राइम वाला इफेक्ट हुन्छ खतरा हेयर कट गर्ने मन त्यो 100 को पर्छ 60 अस्ति मैले कसमा ती लेखे आन्छ क्या
प्रेजेन्ट फेरि होइन त्यहाँदेखि डाइरेक्ट मोबाइलले त्यहाँदेखि न्यु इयर नआउँछ हामीमा टुङ्गेर पनि डबल क्याबको माथि अरू गीत लाऊ क्या अरू गीत लाऊ बोल्ला विजय लाऊ गीत लाउन अर्को यो निरज यो गीत लाउने त्यस्तै यो मारा भन्छ तिमीलाई मनपर्ने गीत लगाइदिएन त्यो अन्य ठाउँमा चल्दैन त हो हामीलाई चाहिँ अब थाप्छ त्यसलाई मान्न बाटो खतरनाक छ फेरि मेरो स्ट्यान्ड मेरो स्ट्यान्ड होला आयो अब ठाउँ भने त्यहाँदेखि माथि उकालो चढ्नुपर्छ अलि कता होला यतिलाई त चढ्नु पनि आयो सबै माटो रहेछ पकड ल ल ल बाबु के छन् पानी चारजना नाच्दैन जग्गा अब यहाँदेखि माथि चढ्ने आयो साथ में लेके यार है पानी छैन भने नहुने कहाँ जापान जति खाँदै तर वही यहाँ बाइक चढी जान्छ होला है कहाँ दोतानीले फेरि गाउँमा अटो लग्छन् कि हामी यो गाउँ पुरै जापानले यो बाटो नलगे पनि हार्ने पनि उज्जवल पाइन्छ र साथीले झर्ना देखाउन जान्छ भने चाहिँ अब भिडियो बनाउँछ झरना साथीहरूको झरना झरनाको चिसो त्यो त साथै बिगाएर नै रहेछ एकदम यहाँबाट बाटो छ कि मका खुट्टा लास्ट चिप्ले लान्न आएर नि अहिले अप्ठ्यारो छ अहिले चाहिँ बहुत अप्ठ्यारो छ फेरि ओए साइकल चप्पल के भयो
छिन्दियो क्या कसैको चप्पल चप्पल चिन्ते के भएन मान्छे नचिन्ते माइ गॉड बाटो कस्तो बाटो माटो नि झरना भनेको झरनै हो झरना छ माटो नि पाना बज्यो कि फोन आयो उसो गाडीमा नगए झाडीमा बाटो मान्छे आयो भर्खर भर्खर यस्तै हुन्छ हातको यार ओए फिजे हाम्रो त आज पनि रेस भएन त यार कन्सा रेस है रेस यहाँ के नन ठाउँ छ लो मा कति दिने आइगो गुरु जुत्ता लगाएर देखि चिरो छ ओइ त्यो एउटा ट्रेकिङ भाइरल छ त ओके ओइ जङ्गलमा गएको बेला ट्रेन्ड आलो नि जवाब नसिक सिटी ह्याकिङ विथ माई फ्रेन्ड भने अनि गोरे उत्तर भएको के ओइ माटो नि के झन्नै धोका दिन्छ दियो र पनि यो सुन बेटा झन् माटो त्यहाँबाट फाट्ला सुनको थाहा छैन चप्पल लाया कोही नदी हादिरहेछ यार ओइ मोबाइल आइफोन के गराउला चाहिँ जान्छ हामी एकछिन गइरहेको छ यो र अनि सय त्यहाँ चाहिँ भ्यू चाहिँ कस्तो छ भ्यूमा यो र फोटो किन्न नि रे कसरी भिडियो गराइछ खाऊ न यहाँ यत्रो पानी किन्न ल्याए के काम थियो खाने पानी किन्न ल्याए के काम थियो यहाँ फेरि नुहाइ गऱ्यौँ सुझाउ लाग्यो अब यहाँबाट होइन हल्का माथितिर जाम पुऱ्यायो बाटो यहाँबाट माथि कता जान्छ अब केटा अझै तल पानी होइन अड्डेन नि त हामी त मा के पाखर आज न बाबु नाइ देखिनँ गरे हामीले फोटो सोटो खिच्ने जस्तो ठाउँ चाहिँ यहाँ रहेछ गाइस आइपुग्यौँ कस्तो दामी भ्यू के छ दुईटा तल भएन अन्त हो कि नै त्यो दुईटा तला भन्यो बड्डेमा यो तलको एक तला भयो अब यो दुई तला भयो दुई मलाई टिपारी भने बाट केटाले थाहै छैन मलाई तल हेर्न गएन हामी बाटोमा हिँड्दा भ्यू गजब रहेछ है के खाँदै गऱ्यो है हामीले गोलबाजीर हाल्ने
अरे यो त्यस जस्तै ऊ जस्तै स्ट्रबेरी स्ट्रबेरी जस्तै त्यस्तो त हुन्न तर त्यस्तै टाइपको हुन्छ पाब्रो फल्याबाट काँचै पाप्रो उठाएर लगिदिउँ कि आमा पैसा फाले अनि पैसा त फाल्यो नि अरू नै चिज भेट्यो लाएर माथि बोला कि तिनीहरूलाई एउटा जाउँदा दिँदै जाउँदा जाउँ न अर्जुन तिमीले माथि माथि राखेको डबल पानी बोलाएर ओ अर्जुन ओइ ओइ फाइनली हामी बसेछ पुगेछ डाँडा खोला त अड्डै 5 मिनट सो एकछिन अब पछि लाग्दैन बनभोज हुँदैछ है बनभोज त्यो ल्यादा त्यो रक्सी खै के छान्ने अबे मा कमेन्ट गर्न लाग्छु क्या अरे नियम पो हानेर रहेछु मैले त पासपोर्ट हानेको हुन्छ आउन बाबा आउन यहाँ जोर 9 सम्म गराइ ल आउँछु न पहिला यहाँ अनि त्यो 9 सम्म बनाउला त्यो आएन कि मैले अनै गरेँ नि हामीलाई देऊ गरे त्यो बोलाले के गर्यो के त देखायो दे खानु दिएको छ बटे त मेमोरी एउटा भने एउटा हुन्छ घाटालाई जान्छ न घाटा लाग्छ भने नाच्दै खाँदैन त्यो मुजाले बस्ने ठाउँ कस्तो राम्रो आएपछि झुलो चपाइन्छ ढुङ्गा खोजा ल्याएर न बस्नु त आफै राम्रो हुन्छ कालो यो सो गाइस हामी चाहिँ फोटो खिच्दैछौँ गाडी दिँदैछौँ अनि हल्का फुल्का फोटो सिटो खिचेर हामी घर पाक्छौँ त्यसको लागि च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला बेल आइकनलाई अलमा क्लिक गरेर लाइक गरिदिनु कमेन्टमा ह्यासट्याग केही लेखेर हालिदिनु होला कस्तो लाग्छ भिडियो भनिदिनु होला सो हामी चाहिँ भिडियो बनाउँछौँ हल्का फोटो खिच्छौँ भिडियो बनाउँछौँ अनि यस्तो दामी भ्यू छ नि हामी फेरि कोको बोतलसँग त्यहाँ नगर क्या लट्टी परेर गोरे दाई हाम्रो हिरो दाई गरे हाम्रो राजाहरू 3टा कोकको बोतल परेर ज्याकेट ल्याउ त कालो ल्याउ न खालि घडी लगाइहाल्नु पर्छ है टल्किन्छ र नत्र देखिन्थ्यो भन्ने अरे राफल कपडा अस्ति होइन पुलमा हेर्नेको माने क्या चाहिँ हान्दैन कि यहाँ त्यहाँ
पुलमा होइन अरे पारले कि भिडियो गराइदिएपछि कस्तो होला सिनेमेटिक मात्रै गराइदिनु ट्याक्कै लाग्यो हाम्रो गाउँको हिरो डन जो आउँछ डराउँछ हिँड्नु सार्नु अरे तिमीले पठाएर बुन्दा हुने अरे के लाज भने आएर भन्दै पनि तिम्रो साथी त पब्लिक गरिदियो धुनमा छिराउन कति यहाँ पब्लिक नगर यहाँ फेरि भिडियो पब्लिक भइजाला फेरि युट्युबमा पुरै जान्छ यहाँ फेरि लाग्यो फोटोसोटो खिच्छौँ अनि यहाँबाट सब्सक्राइब गर्नु फाइनल घर जानलाई भएन अहिले अब हिन्दी गाना सुन्छ अहिले मलाई के कुनै गीतै कालो केसमा हो कालो केसमा समेको रातो साडी चार पन्ध्री तिनी दुला सुनको दुला बरुरे कारी आहे बरुरे कारी गाईलाई गोठरेली म घोडालाई तबेला जाला जवान रेली म नगर अवेला अनि लाउनु पर्छ कि यो गाना नेपाली गीत लाउँदै आउँछ अरू के आउँछ हिन्दी गाइदियो नि त एउटा अरू भन्न त कुनै नेपाली गीत तिमी आउँछौ कि भनी म त कुदिरहेको सिङ्गरको कमी छैन यो देशमा झमक्कै साँझ पर्यो तिमै नआएको किन हो यहाँदेखिबाट डाइरेक्ट काठसम्म पुग्छौँ कसले लाउरे चौर यताहरू जाने भन्ने कुरा आएको छ ल अहिले बाई बाई सो गाइस अहिले चाहिँ म घर पुगिसकेँ सब्जी गाडोमा चाहिँ भिडियो बनाएको थिएँ अलिक प्रब्लम थियो प्रब्लम होइन केही थिएन सो त्यहाँदेखि भिडियो आएन सो डाइरेक्ट चाहिँ म घर आएर चाहिँ भिडियो बनाएँ सो डनलाइन त्यता के चाहिँ मेरो घरमा भएको चाहिँ के नजिकै हो सो अहिले चाहिँ म घर पुगिसकेँ त्यसै भर्खर पुगेको अनि एउटा कोठा खोल्छु कोठा खोलिसकेँ बस्नु आजको लागि चाहिँ यति चाहिँ भिडियोमा च्यानल सब्सक्राइब लाइक सेयर गरिदिनु होला जति हुन्छ त्यतिजना यस्तो यस्तो गर्नु सक्नुहुन्छ भाइ बिस्तारै भिडियो कोठाहरू चाहिँ खराब छ मेरो कोट हो एक्लै सुत्छु भने यहाँ म यहाँ सुत्छु यहाँ खोला यस्तै फिजाएको छ नि मेरो कामहरूलाई अच्छी सो यहाँ चाहिँ मेरो ल्यापटपहरू छन् सो त्यहाँ मेरो हल्का लाख हुन्छ यतातिर बुक यस्तै फाल्ने छ 12 सक्ने यतिकै बुक यताउता फाल्ने सो गाइज म चाहिँ आजको लागि यति नै बाई बाई